हेलो एभ्रिवान, आजको भिडियोमा तपाईहरुलाई दुईटा फ्री एआई वेबसाइटको बारेमा भन्न गइरहेको छु। यदि तपाई फ्री एआई वेबसाइटको सर्चमा हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि हो। र यो दुईटा फ्री वेबसाइट म आफैले युज गरेको कारण मलाई सबै कुरा थाहा भएको कारण मैले तपाईलाई यो भिडियो बनाउन गइरहेको छु। र यो दुईटा वेबसाइटको लिमिट भएको कारण तपाईले एक दिनमा 2-3 वटा भिडियो जेनेरेट गर्न सक्नुहुन्छ भने तपाईले दुईटा वेबसाइट भन्दाखेरि 6 वटा जति भनौं तपाईले 6 वटा तपाईले क्रिएट गरेर तपाईले आफ्नो भिडियो जेनेरेट गर्न तपाईले कुनै पनि भिडियोमा तपाईले युज गर्न सक्नुहुन्छ। सजिलो हुन्छ र तपाईको भिडियोलाई एकदमै इफेक्टिभ बनाउन सक्छ। सो म अन्तमा यो भिडियोको अन्तमा तपाईलाई एउटा यस्तो वेबसाइट दिन्छु जसबाट तपाईले फ्रीमा लिस्ट अफ फ्री एआई वेबसाइट एक्सेस गर्न सक्नुहुन्छ। जसबाट यदि तपाईको एउटा वेबसाइटबाट लिमिट सक्यो भने अर्को वेबसाइटमा गएर तपाईले आफ्नो एआई को काम इमेज जेनेरेसन होस् या भिडियो जेनेरेसन होस् तपाईले आफ्नो काम चलाउन सक्नुहुन्छ। यदि तपाई न्यू कन्टेन्ट क्रिएटर हुनुहुन्छ भने तपाईलाई थाहा नै छ, नयाँ कुनै पनि न्यू क्रिएटरको लागि सब्सक्रिप्सन लिनु भनेको टाउको दुखाइ नै हुन्छ। पैसा हुँदैन, तिर्नुपर्ने अलिकति डर पनि लागिरहन्छ भए पनि तपाईको। त्यसकारण यो भिडियो तपाईहरुको लागि एकदमै इम्पोर्टेन्ट हुन सक्छ। यदि तपाई मेरो युट्युबमा भिजिट गर्नु नयाँ भिजिट गर्नु भएको छ भने मेरो युट्युबलाई सब्स्क्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, शेयर गरिदिनु होला। तपाईको सानो लाइक र कमेन्ट र सब्स्क्राइबले मलाई ठुलो सपोर्ट पाउँछ र म तपाईको लागि यस्तै यस्तै अझ इन्फर्मेटिभ भिडियो लिएर आउने प्रयास गर्छु। सो अब ढिला नगरिकन सुरु गरौँ। लेट्स गेट स्टार्टेड। हाम्रो फर्स्ट वेबसाइट हो। कुनै पनि ब्राउजरमा गएर सर्च गर्नु भने arena.ai भन्ने arena.ai सर्च गर्नुभयो भने यस्तो खालको इन्टरफेस खुल्छ। अनि यसमा खुलिसकेपछि तपाईले अब के क्रिएट गर्न चाहनुहुन्छ, अब यहाँ गएर जेनेरेट इमेज, त्यसैगरी यहाँ जेनेरेट भिडियो, त्यसैगरी वेब सर्च, त्यसैगरी यहाँ बिल्ड एन एप एन्ड वेबसाइट, त्यसैगरी यहाँ सबै अप्सनहरु दिएको छ। साथसाथै तपाईले इमेज अपलोड पनि गरेर त्यो अनुसारको आफैले इमेज जेनेरेट गर्न सक्नुहुन्छ र साथसाथै त्यो इमेजलाई भिडियो बनाउन सक्नुहुन्छ। सो यो एकदमै धेरै फ्री हैन, यसको लिमिट छ। दिनमा 4-5 वटा भिडियो गर्न सकिन्छ भने अब तपाईको लेन्थ अनुसार पनि हुन्छ। यो 8 सेकेन्ड जति प्राय बनाइरा हुन्छ। सो तपाईको काम प्राय चल्छ बिगिनर लेभलमा। तर तपाईले प्रो लेभल पछि यदि प्रो लेभल हुनुभयो भने तपाईहरुले किन्दा राम्रो हुन्छ। सो बिगिनर लेभलको लागि यो तपाईले फर्स्टमा यो वेबसाइटमा गएपछि यहाँ गएर यो डाइरेक्टमा गएर अप्सन गर्नुहोस्। त्यसपछि अब कुन मोडलसँग तपाईले क्रिएट गर्न चाहनुहुन्छ, च्याट जीपीटी मोडल छ, जेमिनाई 3 फ्ल्याश छ, ग्रोक 4 बेटा छ। सो मैले फर्स्टकै जेमिनाईसँग कुनै अप्सन दिएर यहाँ गएर मैले इमेज जेनेरेट गर्न चाहन्छु भने इमेज जेनेरेट गरिदिन्छ। फर एक्जाम्पलको लागि म एउटा प्रम्प्ट दिन्छु, क्रिएट एन इमेज अफ लिटल बोय इन अ फनी, यसरी गरेर सर्ट मात्र दिन्छु, अल्ट्रा रियलिस्टिक बोय रियलिस्टिक बोय भनेपछि यति भएपछि मात्र टाइप गरेर यसले क्रिएट गरिदिन्छ। यहाँ इमेजमा गएर इमेज जेनेरेट गर्नको लागि मैले प्रम्प्ट दिएँ अनि यहाँ गो अप्सन गर्नुभयो भने यसले जेनेरेट अनि यसले रोबोट, यदि तपाईले रोबोट छ कि के छ भने भेरिफिकेसन जेनेरेट गर्न स्टार्ट गर्छ। सो यसरी नै तपाईले यो वेबसाइट युज गर्न सक्नुहुन्छ। त्यसैगरी तपाई अर्को वेबसाइट भन्न गइरहेको छु, त्यो हाम्रो फेसबुकको सीईओ मेटा एआई को फेसबुकको हो। यो metaai.com meta.ai तपाईले सर्च गर्नु भने यस्तो खालको इन्टरफेस खुल्छ। अनि तपाईले के क्रिएट गर्न चाहनुहुन्छ, क्रिएट इमेज, क्रिएट भिडियो, मैले क्रिएट इमेज गरे, क्रिएट भिडियो यसमा गरेर म हेराउँछु। तपाईलाई कुनै पनि प्रम्प्ट दिनुहोस्, क्रिएट भिडियो डान्सिङ, क्रिएट अ भिडियो लिटल बोय डान्सिङ इन अ फनी वे, अल्ट्रा रियलिस्टिक बोय। त्यति गरेपछि यसले पनि भिडियो क्रिएट गर्न सुरु गर्छ। यसको लिमिट छ। सो तपाईहरुले अलिकति सबै हुन्छ नि त्यो खालको इमेज जेनेरेट गरी क्रिएट एन इमेज अफ लिटल बोय फनी फेस अल्ट्रा रियलिस्टिक बोय, यसरी तपाईले राम्रो जेनेरेट प्रम्प्ट कसरी जेनेरेट गर्ने त्यो पनि अर्को भिडियोमा म बनाउँछु, सिकाउँछु तपाईहरुलाई। अनि यसले यो मेटा एआई को एउटा के राम्रो फिचर छ भने तपाईले 4-5 वटा एकैचोटी यसले जेनेरेट गर्छ
अनि तपाईँ त्यसमध्ये कम्पेरिजन गर्न सक्नुहुन्छ कुन राम्रो लाग्छ अनि त्यसमध्ये तपाईँले डाउनलोड गरेर आफ्नो भिडियोमा युज गर्न सक्नुहुन्छ। सो म अब भनेको थिएँ म तपाईँलाई अन्तमा एउटा यस्तो वेबसाइट दिन्छु जसबाट तपाईँले लिस्ट अफ फ्री एआई वेबसाइट एक्सेस गर्न सक्नुहुन्छ। त्यो वेबसाइट तपाईँले कुनै पनि ब्राउजरमा गएर सर्च बक्समा गएर github.com jebron.nocost.ai यो टाइप गर्नुभयो भने सर्च गर्नुभयो भने तपाईँलाई यो वेबसाइट खुल्छ। तपाईँको यस्तो खालको इन्टरफेस खुल्छ र अन्तमा यसरी तपाईँले स्क्रोल डाउन गर्नु भने यहाँ सबैको लिङ्क छ, सबै वेबसाइटको लिस्ट छ जुन चाहिँ फ्रीमा तपाईँले केही लिमिट छ तर सबै फ्री वेबसाइटहरू यहाँ लिस्टेड छ। तपाईँले एउटामा सक्यो भने एउटाको लिमिट सक्यो भने अर्कोमा युज गर्न सक्नुहुन्छ। यहाँ आइएम अरिना पनि यहीँ छ, मेटा एआई पनि यहीँ छ। सो तपाईँले यस्तै यस्तै युज गरेर तपाईँले आफ्नो काम चलाउन सक्नुहुन्छ यस्तो वेबसाइटहरू, फ्रीको वेबसाइटहरू। र यदि तपाईँलाई यो भिडियो इन्फर्मेटिभ लागेको छ भने मेरो युट्युबलाई सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला। धन्यवाद। थ्याङ्क यू फर वाचिङ। सी यू इन द नेक्स्ट भिडियो।